इलाका तिम्रो हुन सक्छ तर धमाका जनताको हुन्छ। यो चानचुने लडाई होइन, यो पोस्टर र भाषणको खेल पनि होइन। यो इलाका र घमण्ड जनताको धैर्यता बीचको ठोकिनु हो। सिंहको खोरभित्र शिकार गर्न बाघ पसेका हुन्। चितवन 3 मा शेरनी बीच भिडन्त भएको, कोही विरासत बोकेर कोही भविष्य बोकेर। कसैको जन्मभूमि गएर सत्ता देखाउने प्रयास हुँदैछ र भक्तपुर 2 मा दलाल र भ्रष्टाचार बीचको सिधै युद्धको घोषणा भएको छ। झापा 5 सधैँ शक्तिको इलाका भनिन्थ्यो। यहाँ नाम ठुलो थियो, डर अझ ठुलो थियो। तर यसपटक बालेन शाह डराउने होइन, डर देखाउन पसेका छन्। सिंह तिम्रो होला तर खोर भत्काउने हिम्मत मेरो हो। काठमाडौँमा जहाँ दलालीको पर्खाल थियो त्यो ढल्यो। अझ झापामा एउटै प्रश्न गुन्जिएको छ, बालेन शाह रोकिएला त कि ठोकिएला। चितवन 3 मा वन साइडको गेम छैन। यहाँ शेरनी बीच भिडन्त भएको हो। एकातिर शक्ति पहुँचको नाम र अर्कोतिर सोच साहस र सफा नियत सोभिता गौतम। कसैको छाया होइनन्। नाम त धेरैले बोक्छन् तर भविष्य बोकेर आउने कोही हुन्छ। चितवनले अब डर होइन निर्णय खोजिरहेको छ। सर्लाही 4 मा अद्भुत दृश्य छन्। कसैको जन्मभूमि गएर गगन थापा राजनीतिक दबाव र सिर्जना गर्दैछन् तर सर्लाही मौन छैन। अर्कोतिर उभिएका छन् अमरेश कुमार सिंह, न झुक्ने न बिक्ने। जन्म यहाँ भयो भन्दैमा राज गर्ने अधिकार कसैलाई छैन। सर्लाहीको माटो अब भाषणले होइन साहसले हलिन्छ। भक्तपुर 2 मा विकासको नाममा धेरै कमिसन कमाए। जहाँ जनताभन्दा दलाल अगाडि थिए त्यहीँबाट उठेका छन् राजीव खत्री। यो सिट कुर्सीको लागि होइन, सफाइको लागि हो। दलालहरू आतिएका छन्, भ्रष्टाचारहरू बोल्न सकिरहेको छैन। इलाका तिम्रो थियो, अब पालो इमान्दारीको। झापा 5, चितवन 3, सर्लाही 4 र भक्तपुर 2, 4 ठाउँ तर हुङ्कार एउटै। इलाका तिम्रो हुन सक्छ तर धमाका अब हाम्रो हुन्छ। यो उम्मेदवारहरू मान्छे मात्र होइन, सिस्टम हलाउने चेतावनी हुन्। यदि आज पनि डरायो भने भोलि हामीलाई कसैले सोध्ने छैन। यदि आज पनि गलत रोज्यो भने भोलि सही बोल्ने अधिकार गुम्छन्। यो चुनाव जित्ने हार्ने होइन, डर टुट्ने कि नटुट्ने हो। सिंहको खोर हलियो, जन्मभूमिमा प्रश्न उठियो, दलाल लुके। इलाका जे भए पनि धमाका हाम्रो हुनुपर्छ।